त्यसले सम्पूर्णमा छेजलो र विशेष आज चाहिँ म यसो यहाँ माथि अब यो भेडागोठको भ्रमणको लागि जाँदैछु र हजुरहरूलाई माथि पुगेपछि के कस्तो दृश्य छ देखाउने छु। र अहिले चाहिँ उधौलीको समय भएर सबै भेडाहरू चाहिँ अब अहिले बारीमा ल्याइराखेर गाउँको नजिक राखेर बारीहरू मल्ने गर्दछ र उभौलीको समयमा चाहिँ हिमालमा लान्छ। र अहिलेको भेडाको गोठको दृश्य अब फाइनली अहिले चाहिँ म भेडागोठमा आइपुगिसकेको छु र अहिले यहाँ हामी बिजु र हामी दुईजना छौँ अनि अरू चाहिँ सबै भेडा ढाडमा पसेको छ र निकाल्नु लागि उहाँहरू जानु भएको छ र यहाँ आइपुग्दाखेरि पसिएर पनि धारा भयो। अन्त हजुरहरूलाई म भेडागोठभित्रको दृश्यहरू देखाउने छु र यो चाहिँ अहिले चाहिँ अब तिर्पल सजिलो भएर बोक्न सजिलो भएको कारणले चाहिँ अब तिर्पलमा नै यसरी गोठ बनाउने गर्छ भेडागोठ। पहिला हुने चाहिँ अब भकारी यस्तोहरू बुनेर तपाईँको पर्याङको चोया काटेर चोयाले बुन्ने गर्थ्यो अनि त्यो चाहिँ बोकेर हिँड्नुपर्ने। अब धेरै भारी भएको कारणले चाहिँ अब बोक्नु सक्दैन अहिले चाहिँ। अनि अब यहाँ एकदमै पहिलादेखि नै अब हाम्रो जति पनि भेडा गोठमा चलाउने सामग्रीहरू चाहिँ अब यस्तो हुन्छ। अनि अब यो डोको त यो सिप्रिङ्गे डोको भन्छ अब योलाई छेउकोलाई यो बिचकोलाई चाहिँ अब डेली भन्छ। अब यसमा चाहिँ सबै कुरो यसमा नै बोक्छ उहाँहरूले। अनि अब यो हेरिहाल्नुहोस् कति चाहिँ दुःख गरेर बोकेको होला अब डेलीमा। यो बोकेको ढाडमा चाहिँ पुरै सेतो छ, अरू जग्गा चाहिँ अब यस्तो कालो भइरहेको छ। यति साह्रो अब यो पुरानो डेली हो। अनि हजुरहरूले देख्न सक्नुहुन्छ। अन्त उहाँहरू चाहिँ अब बेलुका यसरी सुत्नुहुन्छ। अब यो गोठको वरिपरि चाहिँ पुरा भेडाहरू खर्किएर बस्छ अनि बिचमा यसरी चुला बढाइन्छ। अनि यतापट्टि पनि अब जति पनि गोठमा बस्नुहुने उहाँहरू यसरी बसेर चाहिँ उहाँहरूले गर्नुहुन्छ। अहिले चाहिँ अब अलिकति ब्याट्रीमा यसरी यो सोलर पनि बाल्नुहुन्छ उहाँहरूले। अनि जति पनि यो वरिपरि चाहिँ अब यसरी भेडा बसेर मजाले खर्किन्छ अब बेलुका चाहिँ। अनि उहाँहरूको अब जति पनि सामग्रीहरू राख्ने ठाउँहरू चाहिँ अब यसरी चोकीहरू काटेर यसरी बनाएको हुन्छ। यसमा झन्डाउने गर्छ। यो चाहिँ भेडा दुने दोन्देरी हो। अनि अब यो भेडाको उनले बनाइएको यो झोला पनि छ उहाँहरूको, अब यो साइड ब्याग भनौँ न। अनि यसलाई चाहिँ अब पहिला चाहिँ अब फुर्लुङ भन्छ। अनि फुर्लुङ अनि यो भेडाको मुही अथवा घिउ बनाउने यसलाई चाहिँ अब ठेकाको यसलाई मन्दनी भन्छ होला सायद। अनि ठेका चाहिँ मैले यहाँ देखेको छैन कहीँ राख्नु भएको होला, सायद यो डेलीभित्र नै छ होला। र हेर्नुहोस् अब यस्तो हुन्छ भेडागोठभित्र चाहिँ। र अहिले म फेरि भेडाको केही दृश्यहरू हजुर माझ लिएर आउनेछु। हेरिहाल्नुहोस् यी पाठाहरू यति मजाले चरिरहेछ। उहाँहरू चाहिँ भेडालाई ढाडबाट निकालेर पनि आउनु भइसकेको छ। हजुर भर्खर बिहाको पाठहरू चाहिँ धेरै छ। अब हेर्नुहोस् अहिले निकै होला नि भेडा तपाईँहरूको पुग्छ है भाइ? भेडागोठमा कति मजा आउँछ? मजा आउँछ है। हाम्रो ह्यान्डसम बोय छ यहाँनिर, हेरिहाल्नु यहाँ। दुइटा चाहिँ आमा छोरा रहेछ। कति मजाको छ अब हेरिहाल्नुहोस्।